ल यहाँहरू सम्पूर्णमा सेवा नमस्ते। म तपाईँहरूको साथी दीक्षा राई। आज पनि म हजुरहरू समक्ष एउटा भिडियो लिएर आइसकेकी छु। अनि आज चाहिँ हामी बिहान बिहान कहाँ जान लाग्यौँ भन्दाखेरि चाहिँ अब हेर्दै गर्नु होला मेरो भिडियो, म हजुरहरूलाई देखाउने नै छु। अब चाहिँ हामी चिटिक्क परेर जान लागेका छौँ। म अनि मेरो छोरी। हाई गरिदेऊ। हाई। झोला चाहिँ राख्नु नि हो सानो बेबी। म हजुरहरूलाई भिडियो देखाउने नै छु। अहिलेलाई चाहिँ अब हामी बाहिर निस्किन लाग्यौँ। आज चाहिँ शनिबार भएको कारणले गाडी पनि घरमै बसेको छ। अन्त हामी चाहिँ आफ्नै गाडीमा जान लागेछौँ। बाई। हेलो। ढोका खोलिदिनु पछाडि। हाई दाइ सेवारो सेवा दाइ ठिक छ दाइ, आराम छ आराम। हजुर आराम हुनुहुन्छ? ए हजुर बस्नु न छिटो। एकछिन मन्दिर जाने कि त्यही भएर नि दाइ। हेलो छोरी। हुन्छ दाइ, हामी गएर आउँछौँ नि। यहाँ हेर न बेबी। अलिक यता आउनु सिमरन, अलिक उभा आउनु झ्यालमा। गाडीमा टक्कसँगले मेरो कान्छी देउरानीको प्रवेश हुँदैछ। हाम्रो त ग्याङ छुट्ने नै कुरो भएन। हाम्रो एउटै हुनु त हामी एउटै फ्यामिली हो। हामी कहिले पनि छुट्दिनौँ। जति छिटो गरौँ भन्दा पनि होइन कान्छी। हेलो छोरी। हाई। हाई। हो यस्तो पो हुनुपर्छ, फ्रेस होइन। ल यता हेर्नु कान्छी। छोराले गाडी कुदाइछ। छोरा पनि सँगसँगै बाबा सँगसँगै छोरा पनि गाडी घुमाउँदै हो भाइ। हेलो छोरा। हात दुख्छ बेबी फर्केर। लु यता आउँछ होला, यहाँ यता आउनु ल। बानी परेपछि फेरि छोड्दैन नि। छोरी उठ्यो? कति बजी उठेको छोरी? मेरो त 5:09 बजी उठेको। 4:30देखि तराईमा पनि बिहान बिहान चाहिँ एकदम चिसै छ। अहिले पनि गर्मी स्टार्ट भएको छैन। दिउँसो घाम लाग्दा चाहिँ हल्का हुन्छ। आनु बेबी। यहाँ हेर न, रुनुहुन्न ल। ऊ हेर न उपर ठिठिटो। एसियन हाइवे पनि अब लगभग यस्तो भइसकेको छ। मैले देखेको थिइनँ हौ। अब ठुलो बाटो हुन्छ नि, एकदम राम्रो हुन्छ। चलिना खबर के छ त? ल जाएर के हाम्रो सलिना सेवा सिमरन। मेरो छोराको चाहिँ फेस आज के चाहिँ भएको हौ? एकै बिहान भएर हो के भयो छोरा? हाई गर्नु बेबी। बेबी हाई गर्नु।
बाटो बन्दैछ। सानो पाथिभराको पनि पाउ भन्छ सबैभन्दा पुगिरहेको पाथिभरा माताकोमा चाहिँ हामी आज दर्शन गर्नलाई आइपुगेको छौँ। अब हामी चाहिँ यतै कता गाडी साइड गरेर दर्शन गर्न जान्छौँ। मजालाई भिडभाड पनि रहेछ। गाडीमा राख्नु न। गाडी त यतै पार्किङ गर्दा हुन्छ त। ल अब हामी झर्ने। मेरो पनि बाहिरबाट लक लागेछ। ल झरौँ सबैजना। कान्छी झरौँ फेरि बिस्तारै झर नि। हामी चाहिँ अब गाडीबाट पनि झरिसकेछौँ। जाउँ आउनु। हुन्छ पछाडि छोरी आइ भन्दै। अहिले छिनमा यहाँ न बिचराहरू अर्कोले लैजाला कि अर्कोले लैजाला कि भनेर बोलाएको हुनुहुन्छ होइन। आफ्नो आफ्नो व्यापार हो बिचराहरू। पूजाको थाली कहाँ किन्ने भएर कान्छी अन्यलमा हुनुहुन्छ। यहाँ हेर्नु न बिचरा दिदी आमाहरूले बोलाइरहनु भएको छ। हामी धेरै त लाँदिनँ, तै एउटा दुईवटा लाने हो। कान्छी त हेर्नु न। बेबी आइ। पूजाको लागि सामानहरू किन्दैछौँ। छोरी पूजा गर्ने हो। हजुर ल लड्छौँ है छोरी बाटो हेरेर हिँड है। हामी चाहिँ मन्दिरमा प्रवेश गर्न लाग्यौँ। अब जुत्ता चप्पल त यहीँ खोल्नुपर्छ कान्छी। त मेरो त भएकै छैन नि आज। हामी चाहिँ मन्दिरभित्र प्रवेश गरिसक्यौँ। मेरो नि भिडियो बनाइदिनु न। हजुर निकै भिडभाड लागिसकेको छ। अब चाहिँ हामी लगभग भित्र पस्न लाग्यौँ। आज त्यस्तो प्याका प्याक चाहिँ रहेन रहेछ नि, शनिबारै भए पनि।
सबै छ यो त उयो चलाउनु पर्ने होइन हो पाउ त उयो मात्रै हो नि भगवान्लाई चढाएर आउनु छोड्यो नि त्यो जाउँ यो लगाइदिएर कपाल डढ्न लाग्यो छिटो गर यो लाएर उयो भगवान्मा राखेर आऊ यो पनि राखेर आऊ काहीँ साइँ सबै ल्याउनु त मेरो छोरी भाइ सर्न खोराकमा आउँछ नि छिटो गरिदिनु है यहाँनिर चाहिँ ल अब शनिबारको दिन हो अलिक चाँडो गरिदियो भने सबैको पालो आउँछ मान्छे लिएर आउनु यता सिङ्गधुप सबै यहाँ बालिराखौँ छोरी कोही सिमो छोरी बोकाको छोरी ला यो त अहिले पाउमा एउटा खुवाउने अस्ति बाछलले लग्यो हालेको अनि टिका लाएर खानुपर्छ उज्यालो सबै यहाँ यसो टाउको टाउको राख नारियल फुट्न सक्छौ ल सक्दिनँ म त तपाईँ फुटाउनु ल म भिडियो गर्छु सोच्यो भन्दा राम्रो दसैँ गर्नु पाइयो नि आज अनि आउनु छोरा आउनु है साह्रै लामो पनि नबनाउनु छोटो छोटो छिटो छिटो अब यहाँ चाहिँ मेरो हस्बेन्ड चाहिँ नरिवल फुटाउन लाग्नु भएको छ नरिवल फुटाउने ठाउँ चाहिँ यहाँ रहेछ एकचोटिमै फुटाउनु भयो त उहाँले त खतरा फुटाउनु भयो त त्यही फुटाएर त्यही छोड्नु भएको आज लैजाउँ न लैजाउँ न घरमा पर्छ
यहाँ त त्यही पानी चढाउनु त हो मङ्की आउँदैछ है मङ्की आइज खोइ हाम्रो बहिनीहरू त हराउनु भयो त सिमरन खोइ यहीँ हो लास्ट त यो हो नि त यसको त हुन्छ सेवा गर न यहाँ भगवानलाई ढोग कस्तो मलाई फोटो खिच्नु पनि दिदी यस्तो उमा हाल्नु पर्थ्यो क्लिप यता राख्नु यहाँ राख्नु यहाँभित्र चेप्नु ऊ परै राख्नु पर्ने अघि लगभग अब हामीले चाहिँ दर्शन गरेर पनि सक्यौँ छोरी बोकायो अब चाहिँ हामी निस्किन लागेका छौँ मेन चाहिँ अब पासीभराको पाउ खुट्टालाई चाहिँ हामीले दर्शन गऱ्यौँ यति मात्रै नगरेर हामी चाहिँ लगभग सबै नै हामीले गरिसकेछौँ दर्शन चाहिँ यताबाट गएर यता पछाडि राउन्ड छ धेरै अनि मेन चाहिँ यो पाउ हो हामीले दर्शन गर्नुपर्ने आज शनिबार एकदमै भिडभाड लागिरहेछ हामी चाहिँ अलिक लाइन बस्नु परेन धनन्जय होस् एकदमै घुइँचो बढिरहेछ हामी सबै दर्शन सकेर चाहिँ अब चाहिँ हामी निस्किन लाग्यौँ यति धेरै भिड लागेको छ यता पनि यहाँसम्म आइसकेको छ लाइन हामी चाहिँ अलिकति चाँडै आएर राम्रो भयो एकदमै धेरै लाइन लागिसकेको छ ल भाइले गर्यो मेरो बेबीले गर्नु छोरा भएन पसेन गुड राजा गुड गर्नु भाइ हेर्नु यस्तो गर्नु गुड गरिदेऊ प्रसाद फुल थाप्नु नि सिमरा उसलाई लगाइदिनु अब उसलाई छोरालाई पनि लगाइदिनु है लगाउनु पर्यो नि त यहाँ पैसा ल अब चाहिँ हामी जान लाग्यौँ अब दर्शनहरू पनि सक्यौँ अब चाहिँ उडाउने ऊ त्यहाँ टिका लाउनेमा दिएको
टिका लाउने ठाउँमा कि पैसा दिएपछि दिँदो रहेछ नि त। अब चाहिँ हामी गाडीमा बस्दैछौँ। अब हामी जान लाग्यौँ। पूजा सकेर पूजासुजा पनि सक्यो, दर्शन पनि गऱ्यो होला। अलि ढोका लाग्यो मेरो साडीको आँचल भिज्यो। कस्तो भोक पनि लाग्यो। हेलो मेरो छोरा रुन्छे। ल आजको हाम्रो दर्शन यस्तै रह्यो, छोटो मिठो शनिबारको दिन। ल हामी जाँदैछौँ है, साथी हो घर फर्केर। सरर सलिना सिमु कता हो? सिमरान तिम्रो देखाउ त मेहन्दी लायो नि। बाबाले यो भिडियो हेरेर साथ दिनुभयो। फेरि यस्तै भिडियोहरू लिएर आउनेछु। तपाईँहरूलाई मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। हजुरहरूलाई धेरै धेरै धन्यवाद।